नेपालको निर्वाचन प्रणाली र त्यसको कन्सिक्वेन्सेसहरूको सकिङ स्ट्याटिस्टिक प्रस्तुत गर्दैछ। जम्मी 1,90,00,000 मतदाता भएको देशमा 74,56,000 मतदाताहरू आफ्नो जिल्लाभन्दा बाह्य जिल्लाहरूमा बसोबास गर्छन्। 40 देखि 50 लाख मतदाताहरू वैदेशिक रोजगारीमा छन्। यसरी 1 करोडभन्दा धेरै मतदाता जो युवा छन्, शिक्षित छन्, जसले आफ्नो मत परिवर्तन गर्न सक्छन्, जसलाई देशको चिन्ता धेरै छ, उनीहरूलाई मताधिकारबाट बाहिर राखिएको छ। अब बाँकी रह्यो 90 लाख जति मतदाताहरू जो बुढा छन्, अशिक्षित छन्, जसलाई देशको भन्दा बेसी आफ्नो पार्टीको चिन्ता छ। उनीहरू मात्रै मताधिकार प्रयोग गर्न पाउँछन्। अनि कसरी कुनै एउटा पार्टीले मात्रै बहुमत ल्याउन सक्छ अनि कसरी कुनै पार्टी उदाउन सक्छ? विगत 18 वर्षमा बङ्गलादेशले 1, भारतले 2, जर्मनीले 3, युएसएले 4 वटा सरकार पाएको छ। तर हाम्रो देश नेपालमा 14 वटा सरकार परिवर्तन भइसकेका छन्। यस्तो इन्स्टेबिलिटीको कारण एउटा मात्रै हो, हाम्रो देशको इलेक्सन सिस्टम। 2064 साल यता 18 इयर्समा हामीले के पायौँ, उनीहरूले के पाए, समीक्षा गरौँ। हामीहरूले 2-2वटा संविधान पायौँ, 3 जना राष्ट्रपति पायौँ, 5 जना सभामुख पायौँ, 14 जना प्रधानमन्त्री पायौँ र 450 भन्दा बेसी मन्त्रीहरू पायौँ। त्यति मात्रै पायौँ र हामीले त नेपाललाई स्विजरल्यान्ड बनाइदिने, घर घरमा पाइपलाइनबाट ग्यास पुगाइदिने, समुद्रमा नेपालको झन्डा अङ्कित जहाज चलाउने, मोनोरेल मेट्रो रेल गुडाउने र बेरोजगारी हटाइदिने आश्वासनहरू पनि पायौँ। हामीहरूले यति पाउँदै गर्दा तिनीहरूले त वाइड बडी पाए, गिरिबन्धु पाए, ललिता निवास पाए, भुटिनी शरणार्थी पाए, पतञ्जली पाए, के पाए। तिनीहरूले मात्रै होइन, तिनीहरूको दाइले पाए, भाउजूले पाए, बहिनीले पाए, सालाले पाए, ससुराले पाए, श्रीमतीले पाए, छोरीले पाए। स्वार्थ केन्द्रित नियत, अदृश्य शक्तिको इसारामा कन्स्टिट्युसनको एउटा धारामा कोरिएको अस्पष्ट र कमजोर निर्वाचन प्रणालीले देशलाई कसरी इन्स्टेबिलिटीतिर धकेल्दछ र त्यो अस्थिरताले देशलाई कसरी बर्बादीतिर धकेल्छ, समीक्षा गरौँ। हामीले नेपालको संविधान पल्टाउँदै जाँदा भाग 8 को धारा 84 को उपधारा 1 मा निर्वाचन प्रणाली सम्बन्धी व्यवस्था गरिएको पाइन्छ। खण्ड क मा व्यवस्था गरिए अनुसार 165 जना सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अथवा फर्स्ट पास्ट द पोस्ट सिस्टमबाट निर्वाचित गरिने व्यवस्था छ र खण्ड क का अनुसार 110 जना सदस्यहरू समानुपातिक प्रणालीबाट निर्वाचित गरिन्छ। यो धारा अनुसार नेपालको निर्वाचन प्रणाली भनेको मिश्रित निर्वाचन प्रणाली हो। के हो त यो फर्स्ट पास्ट द पोस्ट सिस्टम अथवा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली भनेको? सपोज 1 लाख मतदाता भएको निर्वाचन क्षेत्रमा पार्टी एबाट राजेश हमाल, पार्टी बीबाट विराज भट्ट, पार्टी सीबाट निखिल उप्रेती, पार्टी डीबाट ज्योति मगर प्रतिस्पर्धा गर्दैछन्। निर्वाचन पश्चात राजेश हमालले 35,000, विराज भट्टले 30,000, निखिल उप्रेतीले 20,000 र ज्योति मगरले 15,000 मत प्राप्त गर्छन्। फर्स्ट पास्ट द पोस्ट सिस्टम अनुसार 35% मत ल्याएर राजेश हमाल सबैभन्दा अगाडि छन् र उनलाई निर्वाचित भएको घोषणा गरिन्छ। तर समानुपातिक प्रणालीमा देशभरिबाट कुनै पार्टीले प्राप्त गरेको मत काउन्ट गरिन्छ र त्यसै अनुपातमा सिट सङ्ख्या निर्धारण गरिने व्यवस्था छ। सपोज देशभरिबाट 1,20,00,000 मत खस्छन्। पार्टी एले 40 लाख, पार्टी बीले 30 लाख, पार्टी सीले 40 लाख, पार्टी डीले 5 लाख मत प्राप्त गर्छन् र 5 लाख मत रद्द जान्छन्। यसरी हेर्दा डी भन्ने पार्टीले कुल खसेको मतको 3% भन्दा कम मत ल्याएको कारणले त्यसले राष्ट्रिय पार्टीको मान्यता पाउँदैन र उसले समानुपातिक तर्फको एक पनि सिट पाउँदैन। त्यसैले 5 लाख रद्द भएको र 5 लाख डी भन्ने पार्टीले प्राप्त गरेको मत जम्मा
10 लाख मत खेर जान्छ र बाँकी रहेको 1 करोड 10 लाख मतलाई 110ले भाग गर्दै जाँदा 1 जना बराबर 1 लाख मत आउन जान्छ। त्यस अनुरूप पार्टी एले 40, पार्टी बीले 30, पार्टी सीले 40 सिट सङ्ख्या प्राप्त गर्छ। नेपालको मिश्रित निर्वाचन प्रणाली र मल्टी पार्टी सिस्टमले गर्दा नेपालका कुनै पनि दलले बहुमत अथवा 138 सिट ल्याउन सक्ने अवस्था निकै कमजोर छ। यति मात्रै कहाँ हो र निर्वाचन आयोगले 1 जना सांसद बराबर 28 देखि 32 लाख खर्च गर्न पाउने भनिएको छ। तर त्यतिमा सम्भव छ त यो निर्वाचन प्रणाली अनुसार? कुनै हालतमा त्यति खर्चमा निर्वाचन लड्न सकिँदैन। नेपालमा 10,967 वटा पोलिङ स्टेसनहरू छन्। एउटा पोलिङ स्टेसनमा एउटा पार्टीले कार्यकर्ताहरूलाई प्रचार प्रसारको लागि एभरेज 1.5 लाखभन्दा धेरै पैसा दिने गर्दछन् र भोट किन्नलाई भनेर 5 देखि 6 लाख बाँडिने गर्दछ प्रत्येक पोलिङ स्टेसनको लागि। एभरेजमा 4 वटा मात्रै पार्टी छन् भने पनि यसको खर्च 28 देखि 30 अरब भन्दा धेरै पार्टीहरूले मात्रै खर्च गर्छन्। अनि यस्तो निर्वाचन प्रणालीमा गरिबहरूले चुनाव लड्न सक्छन्? भ्रष्टाचार नगरिकन एउटा नेताले निर्वाचित भए पश्चात काम गर्न सक्छ? सक्दैन। उसलाई त्यो पैसा उठाउनु पर्छ। संविधान संशोधन निर्वाचन प्रणालीको सुधार बिना हाम्रो देश कहिले अगाडि बढ्दैन भन्ने प्रमाण दिन सकिन्छ। नेपालको संविधानको धारा 7 को उपधारा 3, 4, 5, 6 के लाउँदै जानुभयो भने सबैभन्दा अस्थिरताको कारण भनेकै नेपालको संविधान हो भन्ने बुझ्नुहुन्छ। यसरी आज हामीले नेपालको निर्वाचन प्रणाली, त्यसको कन्सिक्वेन्सेसहरू र त्यसमा सुधार गर्नुपर्ने कुराहरूको बारेमा संक्षिप्त जानकारी लियौँ। थ्याङ्क यू फर वाचिङ।